लम्की बहुमुखी क्याम्पस लम्की कैलाली। लम्की बहुमुखी क्याम्पसका केही विद्यार्थीहरूको यो एक दिनी घुमफिर र पिकनिक कार्यक्रम यसरी अगाडि बढ्दै गयो है, हेर्नु होला तपाईँहरू। र हामी यसरी टिकापुर पार्कको गेटभित्र प्रवेश गऱ्यौँ र गेटभित्र प्रवेश गरिसकेपछि केही विद्यार्थीहरू बसबाट झर्न बाँकी थियो होइन, उनीहरू झर्दैछन्। र यसपछि हामी कर्मिक रूपमा अगाडि गयौँ र हामी पिकनिक स्पोटमा पुग्यौँ। त्यहाँ गएर कसैले आफ्नो किसिमले काम गरे होइन, त्यहाँ तरकारीको व्यवस्थापन अनि यतापट्टि खाना कुकिङ गऱ्यौँ हामीले यतापट्टि होइन। मैले अनि यसो खाना पाइसकेपछि खाना खान थाल्यो है। त्यहाँ चाहिँ यसपछि खाना खाइसकेपछि फेरि हामी अर्को सेसनमा गयौँ होइन। ल है, यहाँनिर डान्स पनि गरियो। अनि यसपछि हामी चाहिँ बोटिङ गर्न गयौँ। बोटमा अरू मान्छेहरू चढेका थिए, पहिला झरे, अनि त्यसपछि हाम्रो पालो आउँछ अब। र हामी अब यसपछि बोटिङमा गइसकेपछि यहाँनिर अब यो ड्रेस लगायौँ होइन। ल अब चाहिँ हामी यो बोटिङ गर्नतिर लागिरहेका छौँ। यहाँ हाम्रो सर हुनुहुन्छ, ओके। अब चाहिँ क्याप उल्टो लगाउनु पर्ने देखिन्छ। यो बोटमा चाहिँ क्यापलाई उडाइदिन्छ भन्ने हामीलाई जानकारी भयो। अब हाम्रो चाहिँ बोटिङका लागि यो ग्रुप एलएमसी स्टुडेन्ट ग्रुप चाहिँ रेडी भइसकेको छ। यसरी हाम्रो बोटिङ भइरहेको छ। हावा एकदमै चलेको थियो, तैपनि चिसोलाई हामीले प्रवाह नगरिकन होइन मजाले यो बोटिङ गरेको। बोट चाहिँ मजाले रमाइलो भयो। आँखाबाट भनौँ न पानी नै निकालेको थियो चिसोले। बोट भइसकेपछि त्यहाँ हामी त्यसपछि ओर्ल्यौँ बोटबाट होइन, यता आयौँ र यसरी कर्मिक रूपमा विद्यार्थीहरू तल झरे। अनि त्यसपछि हामी फोटो खिच्नलाई गयौँ पार्कभित्र। यसरी हामीले फोटो सेसन गऱ्यौँ, फोटो खिच्यौँ होइन, भिडियोहरू बनायौँ। बसेर अब एकछिन रमाइलो गरे पनि गरियो। त्यहाँ गीत सित गाउने काम होइन, अनि अलिकति रमाइलो भयो, नाचगान भयो त्यहाँ। त्यसपछि हामी अगाडि बढ्यौँ र पुनः हामीले नाचगान पश्चात अब फोटो खिच्ने कुराहरू भयो होइन। विद्यार्थीहरू रमाए साह्रै। हामी सँगसँगै सरहरू सँगसँगै रमाइलो होइन, गीत सित गाइयो, नाचगान गरियो। त्यसपछि फोटो खिच्यौँ। फोटो खिचेर अगाडि बढ्दै हामी चाहिँ अगाडि गयौँ होइन। विभिन्न किसिमले आफ्नो आफ्नो पोज यसरी टोली अगाडि बढ्यो घुमफिर गर्दै। महेन्द्र राजाले यहाँ आएर औषधि उपचार गरेर यो क्षेत्रमा बसेर बसोबास गरेर होइन, यहाँ चाहिँ बाटिका यो बगैँचा बनाउनु भएको भन्ने किम्वदन्ती छ, प्रमाण पनि त्यही छ। यसपछि फेरि हामी सरहरू एकछिन फोटो भिडियो बनायौँ र हामीले यो स्तम्भ देखायौँ। यो राजा महेन्द्रको गीत लेखिएको नेपाल तिमीलाई उपहार भयो जिन्दगी भन्ने गीत कविता राख्यौँ र अन्तिममा बिदा यसरी भयो। धन्यवाद भिडियो हेरिदिनु भएकोमा।